सम्पूर्णमा नमस्कार। यस लमजुङ कृषि क्याम्पसको 6औं सत्रान्तरमा नेपाल तराई विद्यार्थी समितिको सभापति म प्रवेश कुमार मण्डल सम्पूर्णलाई नमस्कार टक्राउन चाहन्छु। हामीले लमजुङ कृषि क्याम्पस अन्तर्गत लर्न एन्ड अर्न प्रोग्राममा क्याम्पससँग कोअर्डिनेट गरेर हामीले कन्ट्र्याक्ट फार्मिङ सुरु गरेर हामीले भेजिटेबल तरकारी र मसरुम फार्मिङको मिति 2082 साल 8 महिना 27 गते हामीले यस टनेलमा च्याउको बलहरू हालेका थियौँ। हामीले 8 महिना 15 गतेदेखि सुरु गरेको कन्ट्र्याक्ट फार्मिङमा भेजिटेबल्स तपाईहरुले हेर्न सक्नुहुन्छ। लाइब्रेरी तल हाम्रो भेजिटेबलमा बन्दा काउली र ब्रकाउली र यस टनेलमा चाहिँ हामीहरुको च्याउ राखेका थियौँ हामीले। त्यससाथै आज फेरि मिति 2082 साल 9 महिना 20 गते हामीले अर्को लट हाल्नको लागि यहाँ पछाडि तपाईहरुले हेर्न सक्नुहुन्छ ड्रम र यतापट्टि हामीले स्ट्र उसिनेर हालिसकेका छौं। र अब हामीले चाहिँ बिउ उपलब्ध गराइदिनु भएको हाम्रो क्याम्पस प्रशासनले हामीले फेरि अर्को 30 वटा बाउलको लट हाल्ने छौं। र हामी तेस्रो चौथो र छैटौं सत्रान्तरको म प्रवेश कुमार मण्डल, मेरो साथी हिरेन्द्र राणा र हाम्रा भाइहरू सागर कलवार, अमित शाह, ऋतिक शर्मा र ऋषभ राज झा हामी सबै मिलेर यो कन्ट्र्याक्ट फार्मिङमा काम गरिरहेको छौं। र यसको सिरिज यसको भिडियोहरू भ्लगहरू हेर्न चाहनुहुन्छ भने फेसबुकमा तपाईहरुले हिरेन्द्र राणा प्रवेश मण्डललाई फलो गर्न सक्नुहुन्छ र युट्युबमा डेली प्रवेशमा तपाईहरुले यो सिरिज हेर्न सक्नुहुन्छ। हस्त धन्यवाद।